हेलो एभ्रिवान, म आज हजुरहरूलाई मेरो तरकारी बारीमा चाहिँ के फलेको छ हजुरहरूलाई देखाउँदैछु। यो चाहिँ टमाटर हो। टमाटरको बोटदेखि मैले यसरी टिपेँ। टमाटर एकदम ताजा टमाटर। यो चाहिँ लौकाको बोट हो हाम्रो घरको। अनि यो चाहिँ भान्टा फलिरहेको छ, भान्टाको बोट टटरमा फलेको छ। यो चाहिँ गाभाको बोट हो कि कसले मनपर्छ गाभाको तरकारी। फर्सीको मन्टा पनि छ, देख्न सक्नुहुन्छ। यो चाहिँ हरियो खुर्सानीको बोट हो। हरियो खुर्सानी यसरी लटरम्म फलेको छ। खुर्सानी देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ क्याप्सिकमको बोट हो। बोट जस्तो भए पनि फल चाहिँ एकदम राम्रो फलेको छ। अनि हामीले प्राङ्गारिक मलहरू मात्रै प्रयोग गर्छौँ नि त, त्यो भएर होला। अनि किरा पनि लाग्छ कोहीमा चाहिँ। प्राङ्गारिक मलहरू छ, बाहिरको कुनै पनि रासायनिक मल विषादीहरू प्रयोग गर्दैनौँ नि त, त्यही भएर। यो क्याप्सिकम चाहिँ अलि पाके रहेछ कि यसरी रातो गरेर पाकेर नै फुटिसकेको छ। क्याप्सिकमको बोट जस्तो भए पनि फल चाहिँ राम्रो छ। मेहनतको फल मिठो हुन्छ भनेको यही नै होला सायद। यसरी तरकारी बारीमा आएर आफ्नै हातले ताजा तरकारी टिप्नुको मजा छुट्टै हुन्छ साथीहरू। एकदम विषादी रहित तरकारी यसरी टिप्नु पाइन्छ, फ्रेस। यो चाहिँ मेरो घरदेखि गाउँको दृश्यहरू हो साथीहरू।